25 च्याप्टर को मुनवा वा छंगो हेर्दै छौं जानकारी र संस्कृति ओइगुक इल्याक सांगदाम सेन्थ ओइगुक इल्याक सांगदाम सेन्थ विदेशी इल्याकलाई चाहिँ तपाईले जनशक्ति भनेर जान्नु होला यो जनशक्ति भन्दा राम्रो हुन्छ मैले हिजो पनि भनेको थिएँ अब कामदार पनि मजदुर पनि भन्न पाइयो पाइनला चाहिँ तर ओइगुक इल्याक सांगदाम परामर्श सेन्थ भनेको केन्द्र विदेशी जनशक्ति परामर्श केन्द्र यसको काम के हो यसको बारेमा हेरौं जुम गरौं फटाफट हेरौं ल ओइगुक इल्याक सांगदाम सेन्थ नुन विदेशी जनशक्ति परामर्श केन्द्र चाहिँ खोयोङ हगाजेरो इब्गुक खान ओइगुकिन खुल्लो जा वा खोयोङ हगाजे भनेको ईपीएस सिस्टम अहिले तपाईले जुन एक्जाम दिनुहुन्छ इम्प्लोयमेन्ट परमिट सिस्टम भन्न खोजेको रोजगार अनुमति प्रणाली खोयोङ भनेकै रोजगार हो खोयोङ खोयोङ को अर्थ हुन्छ रोजगार हगा भनेको अनुमति हो हगा त्यही भएर खोयोङ हगा जे लास्टमा छेदो आको प्रणाली हो नि त छेदो छेदो भनेको सी सिस्टम तपाईले यसलाई यसरी छेगे पनि भन्न सक्नुहुन्छ अथवा सिसुथेम यसरी पनि भन्न सक्नुहुन्छ सिसुथेम छेगे छेदो छेदो यही छेको छेदो प्रणाली सिस्टम त्यही भएर खोयोङ रोजगार हगा अनुमति छे भनेको प्रणाली रोजगार अनुमति प्रणाली यानी कि ईपीएस सिस्टम द्वारा चाहिँ इब्गुक खान कोरियामा प्रवेश गरेका इब्गुक आधा भनेको प्रवेश गर्नु हो कोरियाको पोइन्ट अफ भ्यूबाट भन्दा कोरियाले आफ्नो देशमा प्रवेश गरेको भन्न खोजेको त्यही भएर प्रवेश गरेका ओइगुकिन खुल्लो जा वा विदेशी कामदार र इदुरुल खोयोङहान साबजुरुल उइहान इदुरुल यिनीहरूलाई खोयोङहान खोयोङ हादा भनेको रोजगार गर्नु भनेर तपाईले अहिलेसम्म घोक्नु बाहाने रङ घोक्दै हुनुहुन्छ रोजगार गर्नु होइन रोजगार दिनु हो खोयोङ आदा भनेको रोजगार दिनु हो रोजगार दिने साबजुरुल उइहान रोजगारदाताको लागि यानी कि यो परामर्श केन्द्र भनेको श्रमिकको लागि पनि हो र ती श्रमिकहरूलाई रोजगार दिने रोजगारदाताको लागि पनि हो दुवैको लागि हो रे के विदेशी कामदारको लागि पनि हो र यिनीहरूलाई रोजगार दिने रोजगारदाता साबजु भनेको रोजगारदाता उलरुल उयान तिनीहरूको लागि गिगवानी निदा संस्था हो यहाँसम्म सायद बुझ्नुभयो होला ओइगुकिन खुल्लो जा ए विदेशी कामदारको अनसोथोङ मिट छेरिउ वा खुइगुक दुङे खानहान ल ओइगुकिन खुल्लो जा ए विदेशी कामदारको अनसोथोङ भाषागत सञ्चार अथवा छेरिउ भनेको बसाई छेरिउ आधा बसोबास गर्नु हो त्यही भएर छेरिउ वा खुइगुक आधा भनेको देश फिर्ती आफ्नो देश नेपालको मान्छेहरु नेपाल फिर्ती फर्कने त्यही भएर कोरियाको बसाई अथवा त्यो बसाई सकिसकेपछि फेरि फिर्ता हुन्छ नि आफ्नो देश हो त्यही भएर स्वदेश फिर्ती दुङे खनान आदिको बारेमा एक खनान भनेको नि एतेहे ग्रामर हो एक खनानको बारेमा जान्नु होला यो नाउनको पछाडी एक खनानको बारेमा आदिको बारेमा सांगदाम सबिसुरुल छेकोङ हागी उइहे परामर्श सेवा उपलब्ध गराउनको लागि गि उइहे नको लागि खोयोङ नोदोङबु वा रोजगार तथा श्रम मन्त्रालय खोयोङ भनेको अघि पनि भने मैले रोजगार खोयोङ आधा रोजगार दिनु हो यो दिनु मात्र नजान्नु होला यहाँ रोजगार छ रोजगार अनि खोयोङ भनेको रोजगार नोदोङ भनेको श्रम हो नोदोङजालाई हामीले श्रमिक किन भनिन्छ त भने नोदोङ भन्ने शब्दले श्रम जनाएको हुन्छ यसमा जा थपेपछि नोदोङजा श्रमिक भनेर भन्यो हामीले त्यही भएर रोजगार तथा श्रम बु भनेको डिपार्ट मन्त्रालय खोयोङ नोदोङ बुवा रोजगार तथा श्रम मन्त्रालय र अर्को पनि छ फेरि हानकुक सानप इल्याक खोङदानी यो हानकुक सानप इल्याक खोङदानको अर्थ हुन्छ यचाडी कोरिया भन्ने अर्थ हुन्छ यो यचाडी कोरिया धेरै पपुलर शब्द हो यो ह्युमन रिसोर्स डेभलपमेन्ट अफ कोरिया भन्ने अर्थ हो मानव संसाधन विकास केन्द्र भनिन्छ नेपालीबाट भन्दाखेरि पनि अप्ठ्यारो हुन्छ त्यही भएर यचाडी कोरिया भनेर बुझ्दा राम्रो हुन्छ यसको मानव संसाधन विकास केन्द्र भन्न पर्छ नेपालीबाट भन्दा नि त्यही भएर शब्द घोक्दिने हो हानकुक सानप इल्याक खोङदान यचाडी कोरिया र यचाडी कोरियाले भन्न खोजेको रोजगार तथा श्रम मन्त्रालय र यचाडी कोरिया हाम्के दुईटा सँगै चाहिँ सल्लिप हाया संहिता स्थापना गरिएको छ विदेशी कामदारको लागि भन्दा दुईवटा संस्थाहरू स्थापना गरिएको छ सँगसँगै कुन संस्था एउटा चाहिँ रोजगार तथा श्रम मन्त्रालय र अर्को चाहिँ यचाडी कोरिया भनेर पनि दुईवटा संस्थाहरू हाम्के भनेको सँगसँगै चाहिँ
सल्लिपादा भनेको स्थापना गर्नु हो के सल्लिपादा टिप्नु होला स्थापना गर्नु सल्लिपायस आयस सुम्निदा स्थापना गरिएको छ यहाँदेखिबाट पढौँ है अब हानकुक सेङवाल छक्कुङे कोरियन जनजीवन अनुकूलमा यो छक्कुङ भनेको चाहिँ छगुङ अनुकूल भनेर जान्नु होला त्यही भएर हानकुक सेङवाल छक्युङे त्यसको अनुकूल हुने गरी अर्याउमूल खेक्को इगना कठिनाई भोगिरहेका अथवा कठिनाई भोगिरहेका खेक्ता भनेको भोग्नु हो अर्याप्ताबाट आएको अर्याउमूल खेक्को इगना कठिनाई भोगिरहेका अथवा कोरियामा चाहिँ कोरियाको जनजीवनसँग ट्याक्कै त्योसँग अनुकूल हुने तरिकाले चाहिँ त्यो कठिनाई भोगिरहेका अथवा साबजुवा ए खाल्दुङ रोजगारदातासँगको मनमुटाव खाल्दुङको अर्थ हुन्छ मनमुटाव त्यही भएर रोजगारदातासँगको खाल्दुङ मनमुटाव सी भनेको समय त्यही भएर खाल्दुङ सी मनमुटावको समयमा अन मुन्जे दुङ्गुरो भाषागत समस्या आदिको कारणले अथवा आदिद्वारा भन्न खोजेको अन भनेको भाषा मुन्जे समस्या भाषागत समस्या दुङ्गुरो आदिबाट चाहिँ अर्याउमूल खेक्कुन कठिनाई भोगिरहेका औद्योगिक खुल्लोजा दूरी विदेशी कामदारहरूले योङ हालसु इस्मुनिदा प्रयोग गर्न सक्छन् यो परामर्श केन्द्रलाई चाहिँ कोरियाको जनजीवनसँग ठ्याक्कै अनुकूल हुने तरिकाले चाहिँ त्यो जनजीवनमा भित्ने क्रममा चाहिँ जनजीवन बिताउन कहिले ब्याङ्क जानु पर्ला कहिले कता जानु पर्ला भाषा बोल्न जानिन्न है कहीँ खाता क्रिएट गर्नु पर्ला अनि त्यो समस्या भएको त्यस्तोमा चाहिँ समस्या हुँदाखेरि त्यस्ता खालका समस्याहरू भोगिरहेको अथवा रोजगारदाताले नै के भन्या हुन्छ अब उसको कुरा बुझिन्न उसँग मनमुटाव हुन सक्छ त्यस्ता खालका रोजगारदातासँगको मनमुटावको समयमा मनमुटाव भयो रोजगारदाताले किन काम गर्दैनस् किन अल्छी गरेको भन्ला उसले मेरो ढाडमा समस्या भएर नगरेको भन्नु खोज्यो होला तर भन्न सक्दैन समस्या छ अनि मनमुटाव भइरहन्छ त्यसले आफ्नो कुरा नि बताउन सक्दैन उसले रोजगारदाताले बताउन सक्दैन अनि मनमुटाव हुने त्यहीबाट हो भाषागत समस्याले हो यस्तो मनमुटावको समयमा चाहिँ अनमुन्जे भाषागत समस्या दुङ्गुरो आदि कारणले चाहिँ अर्याउमूल खेक्कुन समस्या भोगिरहेका औद्योगिक खुल्लोजा दूरी विदेशी कामदारहरूले चाहिँ योङ हालसु इस्मुनिदा प्रयोग गर्न सक्दछन् यो साङदाम सेन्थलाई माथिको टपिकमा रहेको परामर्श केन्द्रलाई थुक्की विशेष गरी नोङछोन छियाग्वा छुङसो दोसी दुङ नोङछोन भनेको ग्रामीण नोङछोन शब्द टिपेर राख्नु होला यसरी तान्ने हो लाइन यसरी तान्ने अनि ढ्याक्कै ग्रामीण भनेर टिपिहाल्ने हो यो नोङछोन सेङवाल भन्यो भने ग्रामीण जीवन हुन्छ नोङछोन छियाग्वा ग्रामीण क्षेत्र र जुङसो दोसी मध्यम तथा साना सहर जुङसोको अर्थ हुन्छ जुङ भनेको मध्यम सो भनेको साना तथा मध्यम तथा साना सहर दुङ आदि चाहिँ दोषिएस सहरबाट चाहिँ तर जैनुन टाढा रहेका भन्न खोजेको तर जैनुन टाढा रहेका तर मल्लालाई त टाढा हुनु जानेको तर जिदा आयो यहाँ तर जिदा भनेको त धेरै अर्थमा प्रयोग गरिने शब्द हो तर जिदाको अर्थ हुन्छ पतन हुनु खस्नु परीक्षामा असफल हुनु है बिग्रनु अथवा टाढा रहनु सबै हुन्छ यो त्यही भएर तर जैनुन टाढा रहेका भन्न खोजेको यसको अर्थ त भीषण लाग्ने शब्द हो यो तर जिदा सिएमए तर जस यो भन्यो भने परीक्षामा खसे भन्ने हुँदैन त्यो परीक्षा फेल गरे भन्ने हुन्छ तर जिदा वास्तवमा एउटा मात्रै हामीले नर्मल्ली के सिकाइन्छ नि तर जिदा भनेको खस्नु भनेर सिकाइन्छ के है खस्नु तर जिदा खस्नु बस त्यति मात्रै जानिन्छ तर उनीहरूले सेन्सअनुसार तर जिदालाई धेरै ठाउँमा प्रयोग गर्छन् त्यही भएर थोसिएस सहरबाट तर जैनुन टाढा रहेका छियके ठाउँहरूको चाहिँ औद्योगिक खुल्लोजा एगे विदेशी कामदारहरू लाए छेगे जक इगो छेगे भनेको अघि मैले सिस्टम भनेको थिएँ नि अनि जक इगो भनेको सिस्टमेटिक हुन्छ सिस्टमेटिक र भन्न खोजेको यो इदामा जोडेर इगो भनेको छेगे जक भनेको सिस्टमेटिक हो सिस्टमेटिक र युल जकिन प्रभावकारी सिस्टमेटिक व्यवस्थित भन्न खोजेको त्यो सिस्टमबाट शब्दबाट आयो सिस्टम छेगे भनेको सिस्टम त्यही छेगे जक भनेको सिस्टमेटिक इगो र युल जकिन प्रभावकारी रूपमा सर्भिसरुल सर्भिसलाई छेको कामनिता उपलब्ध गराउँछ यसले प्रभावकारी रूपमा सर्भिसलाई उपलब्ध गराउँछ यो साङदाम सेन्थले तोहान यसका साथै
औद्योगिक खुल्लो जाए विदेशी कामदार को औद्योगिक खुल्लो जाए विदेशी कामदार को खनिक हो वा अधिकार को संरक्षण खनिक अधिकार टिपी हाल्ने नजानेको शब्द आयो भने त टिपी हाल्ने झ्याप्पै अधिकार खनिक हो वा अधिकार को संरक्षण र साहोय आञ्जन माग खुचुक ए सामाजिक सुरक्षा जालो साहोय होयसा कम्पनी साहोय सामाजिक मैले जमानादेखि भनेको छु साहोय सामाजिक आञ्जन माग माग भनेको जालो पछि माछा सासा मारी ठाउँमा पनि तपाईलाई माग आउँछ त्यतिखेर जालो आञ्जन भनेको सुरक्षा त्यही भएर सामाजिक सुरक्षा जालो खुचुक ए कुजुनी हिमसुगो इसमनिदा खुचुक भनेको के हो त भन्दा निर्माण भन्न खोजेको खुचुक आदाको अर्थ हुन्छ निर्माण गर्नु ल खुचुक आदाको अर्थ हुन्छ यो पनि भयो यो एउटा टिप्पणी हो सबै खुचुक आदा निर्माण गर्नु भन्ने शब्दमा आउँछ त्यही भएर खुचुक आयो भने पनि निर्माणमा चाहिँ यसको सामाजिक सुरक्षा जालो निर्माणमा चाहिँ कुजुनी हिमसुगो इसमनिदा अथक निरन्तर अथक अविच्छिन्न कुजुनी अथक म त अथक मिहिनेत गरिरहेको छु भन्न पर्यो भने कुजुनी हिम भनेको बल सुधा भनेको प्रयोग गर्नु बल प्रयोग गरिरहेको छ प्रयास गरिरहेको छ ऊर्जा प्रयोग गरिरहेको छ भन्न सक्यो हिमसुधालाई तपाईले प्रयास गर्नु पनि भन्छ नोर्याक आधा हिमसुधा एउटै यानी कि हिम भनेको बल सुधा प्रयोग गर्नु बल ऊर्जा प्रयोग गरिरहेको छ यो संस्थाले त्यस्तो ऊर्जा प्रयोग गरिरहेको आफ्नो खुरीगो अनि थायाङहान ओइगुकरो विभिन्न खालका विदेशी भाषाद्वारा सबिसु थोइगो इस सेवा भएको कारणले गर्दा विभिन्न भाषाहरूमा भनौँ अब द्वारा पनि होइन विभिन्न भाषाहरूमा सबिसु थोइगो इस सेवा भएको कारणले गर्दा हानको करुल छाल मरुनुन खुल्लो जा दुल्दो कोरियन भाषा राम्रोसँग नजानेका श्रमिकहरूले पनि खुल्लो जा दुल्दो श्रमिकहरूले पनि सुइपके सहजै थोमुल फादुल्सु इसुम्निदा सहयोग पाउन सक्दछन् यो साङदाम सेन्थबाट शीर्षकमा रहेको साङदाम सेन्थबाट है ओइको इल्याक साङदाम सेन्थबाट चाहिँ भाषा कोरियन भाषा नजानेका विदेशी कामदारले पनि सजिलै परामर्श पाउन सक्छन् छनवा साङदामुन फोन गरेर तपाईले यदि परामर्श लिन चाहनुहुन्छ भने त्यो सेन्टरमा तपाईले फोन गरेर हेलो मलाई परामर्श चाहियो भनेर फोन गरेर छनुवा साङदाम भनेको फोन मार्फत पाउने परामर्श चाहिँ होम पेज यसको होम पेज यो रुल थोङहाय यो मार्फत उल रुल थोङहाय मार्फत आने फादुल्सु इसुम्निदा जानकारी प्राप्त गर्न सकिन्छ यदि फोन मार्फत लिने सर्भिस चाहिँ कसरी पाउने होला भनेर जानकारी चाहियो भने यो साइट भिजिट गर्नुस् खोज्नुस् हेर्नुस् त्यहाँ सबै यस्तो जानकारीहरू चाहिँ कसरी लिने भनेर यसको बारेमा लेखेको छ अनि यो साइटमा चाहिँ जानकारी प्राप्त गर्न सकिन्छ अन्य फादुल्सु इसुम्निदा जानकारी प्राप्त गर्न सकिन्छ भन्छ यसले अब सोध्न पर्ने कुरा के छ भने सोध्नुस् यसमा सोध्ने मौका त दिन पर्यो नि त शब्दहरू यो भन्दा तल्लो अनुच्छेद अब तल एउटा चित्र छ त्यो किताबको चित्र अर्कै थियो धमिलो ब्ल्याक एन्ड व्हाइटमा छापिँदाखेरि नबुझिने चित्र थियो तपाईलाई बुझिने चित्र गराइदिएको मैले झण्डा र नम्बर राखेर स्टार चिन्ह राखेर गराइदिएको एउटा चित्र छुट्टै है बुझिने चित्र गराइदिएको हुन्छ किताबको त कालो कालो आउँछ बुझिँदैन त्यहाँ त्यही भएर बुझिने चित्र चेन्ज गरिदिएको आखिर त्यो कुरा त्यहाँ सानो सानो अक्षरमा छ मैले नचाहिने अक्षरलाई फालेर ठुलो अक्षर गराइदिन्छु बस त्यति हो ल साङदाम छनुवा टेलिफोन परामर्श छनुवा भनेको टेलिफोन हो साङदाम भनेको परामर्श यानी कि टेलिफोन परामर्श कसरी लिन सकिन्छ त ल हेरौँ हानुगुका कोरियन ल्याङ्ग्वेज छुङ्गुका चाइनिज ल्याङ्ग्वेज भेटनाम ल्याङ्ग्वेज अनि थाकाल्लो खुअ यो भनेको फिलिपिनको ल्याङ्ग्वेज रहेछ नाम जान्न पर्दैन यो यङ भनेको अंग्रेजी दुङ आदि इत्यादि यल यदलगे अन 18 वटा भाषा छिवन भनेको सहायता अन छिवन भाषाको सपोर्ट 18 वटा ल्याङ्ग्वेजको सपोर्ट गर्छ रे यो परामर्श केन्द्रले अनि हानुगुका फर्म कोरियन भाषा सहित भन्न खोजेको यो 18 वटा ल्याङ्ग्वेज त 18 ल्याङ्ग्वेज हो विदेशी भाषा मात्रै 18 होइन कोरियन भाषा सहित 18 वटा यसको समरी के बुझ्नियो कोरियन भाषा सहित 18 वटा भाषामा सेवा दिएको रहेछ भनेर बुझ्नियो यसको अनुच्छेदको केही बुझ्नै पर्दैन यो अनुच्छेद एक्जाममा यस्तो आउँदैन 18 वटा कोरियन भाषा सहित 18 वटा ल्याङ्ग्वेजमा सर्भिस दिएको रहेछ यति मात्रै बुझ्नियो सोधिहाल्यो भने माथिको अनुच्छेद दिएर सोध्छ एक्जाममा यो सोध्दै सोध्दैन अब लागौं यहाँ अलिकति केही भनेको छ साङदाम सिगान समय परामर्श पाउने समय भनेको 9 बजेदेखि बेलुकाको 18 भनेको 6 आछिम आउसिबु थ छन्य यशस्विकाजी बेलुकाको 6 बजेसम्म
अनि छनुवा बनो फोन नम्बर के हो 1577071 फोन नम्बर हो यो कोरियन भाषाबाट भन्दाखेरि इल ओ छिल छिल खोङ खोङ छिल इल भन्छ भन्न त जान्नु भयो नि एक एकवटा नम्बर भन्छन् भनेर इले सम्सा पढाएको हामीले त्यसरी भनिदैन त्यही भएर 1577071 मा फोन गर्ने अनि इयोङ फाङफप प्रयोग गर्ने विधि तरिका के हो त भन्दा मेल यो शब्द नजोकिनु होला मेल भनेपछि प्रत्येक दिन वर्षमा 365 दिन हुन्छ भने 365 नै दिन के शनिबार के सार्वजनिक बिदा जुनसुकै दिन के आइतबार मेलको अर्थ त्यही हो सबै दिन प्रत्येक दिन ओजन आवसी पुथा बिहानको 9 बजेदेखि औ यशस्वी काजी बेलुकाको 6 बजेसम्म साङदाम छनवारुल इयोङ हाल्सो इसमनिदा फोन परामर्श प्रयोग गर्न सकिन्छ बेलुका 6 बजेपछि तपाईलाई समस्या पर्यो भने फोन परामर्श फोन हाने पनि उठ्दैन पाइदैन त्यही भएर प्रत्येक दिन पाइन्छ शनिबार आइतबार बिदाको दिन रातो बिदामा नि पाइन्छ तर बिहान 6 बजेदेखि 9 बजेसम्म मात्रै पाइन्छ यो कुरा जान्न पर्यो ए 1577071 उल्रुल नुरुन हुए यसलाई दबाएपछि यति नम्बर थिचेपछि नुरुदा भनेको थिच्नु हो दबाउनु हो नुरुदा भनेको थिच्नु नुरुन हुए दबाएपछि खुक्का बेल खुक्का भनेको राष्ट्रिय बेल भनेको अनुसार राष्ट्र अनुसारको है खुक्का बेल राष्ट्र अनुसारको बनो वा फोन नम्बर र फ्यल्फ्यो भनेको तारा चिन्ह फ्यल दाल भनेको चन्द्रमा फ्यल भनेको तारा यसलाई भन्छ तारा त्यही भएर तपाईले यो स्टार चिन्ह भनेर चिन्नियो तारा यानी कि स्टार फ्यल्फ्यो स्टार चिन्ह उल्रुललाई नुरुमेन थिच्यो भने साङदामोल फादोल्सो इसुमनिदा परामर्श पाउन सकिन्छ तपाईले सुरुमै यति नम्बर हान्ने त्यसपछि गुक्का बेल आफ्नो कन्ट्री कोड भन्न खोजेको कन्ट्री अनुसारको नम्बर खुक्का बेल पनो भनेको कन्ट्री कोड नम्बर नेपालको लागि 14 हो मैले अघि भनिसके है 14 ठ्याक्क त्यति हानिसकेपछि के ल्याङ्ग्वेज बोल्छ त्यो ल्याङ्ग्वेज सुने पनि भयो पुरा सुन्दाखेरि चाहिँ पुरा क्रम अनुसार यति ल्याङ्ग्वेजको लागि यो यतिको लागि भन्दै जान्छ 14 सम्म कुर्नु पर्छ 18 सम्म भन्दै जान्छ त्यही भएर थाहा भयो भने सुरुमै चाहिँ यो नम्बर हानेर त्यो बोल्ने बेलामा 14 थिच्देपछि 14 र स्टार हान्देपछि सिधै नेपाली थिम पुगिहाल्यो हामी नेपाली भएको कारणले गर्दा यसरी चाहिँ थिच्न सकिन्छ यही हो यो बुझ्न पर्ने नेपालको लागि 14 हो है त्यहाँ मसिनो अक्षरमा छ केटामा त्यो कालोमा देखेको छैन चिन्दा नि चिनिन्न त्यही भएर त्यसैले अलि ठुलो अक्षर गराएको अनि कालो त्यहाँ चाहिँ अलिकति अरू कलर रहेछ ब्ल्याक एन्ड व्हाइटमा निकाल्दा कालो निस्क्यो यो चाहिँ ब्ल्याक एन्ड व्हाइटमा निकाल्दा नि कालो नहुने तरिकाले यहाँ मैले चित्र गराइदिएको ल वागिने यो आफूलाई चेक जाँच गर्न पर्यो ख्योयुक प्रोग्रामे तेहे ख्योयुक भनेको तालिम अथवा शिक्षा कार्यक्रमको बारेमा मारालसुइता बताउन सक्छु जस्तो लाग्छ भने त्यहाँ टिक लगाउने अनि इदोङे मोक्जक यो इदोङ भनेको मुभमेन्ट आवत जावत भन्न खोजेको आवत जावतको उद्देश्य मोक्जक उद्देश्य हेङुए इउरुल मारालसुइता कार्यको कारणलाई बताउन सकिन्छ यानी कि यसको उद्देश्य र कुनै पनि कामको कारण बताउन सक्छु जस्तो लाग्छ भने त्यहाँ टिक लाउनु होला अनि अर्को छ फुरोखुरेम सिन्छङे कार्यक्रममा एप्लाई गर्दाखेरि सिन्छङे एप्लाईमा चाहिँ फिरुहान आवश्यक पर्ने फ्योहेनुल सायङहाल्सुइता अभिव्यक्तिहरू प्रयोग गर्न सक्छु जस्तो लाग्छ भने त्यहाँ टिक लगाउनु होला ल इल्गेको 1 नम्बरको रोज्नुस् त पिनखाने थुराखाल खाजाङ आलमाजुन गसुल खुरुसिप्सियो सबभन्दा मिल्ने कुरा 1 नम्बरको क्वेशन हेरेर अप्सन रोज्नु त सिन्छङ फाङफप आवेदन दिने विधि तरिका आवेदन दिने तरिका भनेको इन्टरनेट छप्सु इन्टरनेटबाट दर्ता यही हो आवेदन दिने तरिका भनेको इन्टरनेटबाटै दर्ता गर्ने 1 नम्बरको मिल्ने देखियो 2 नम्बरको चाहिँ थोपिक छुङगोफान टपिक भन्न खोजेको टपिकको मध्यम लेभलको चाहिँ भन्न खोजेको यो छोगोप आयो भने त बेसिक लेभलको भन्ने हुन्छ खोगोप आयो भने एडभान्स लेभलको भन्ने हुन्छ यो दुईटैको बीचमा पर्ने भनेको छुङगोफान क्लास मध्यम लेभलको क्लास टपिक मध्यम लेभलको क्लास भन्यो भने यो चाहिँ एप्लाई गर्ने विधिमा पर्दै परेन केमा पर्यो यो शिक्षाको विषयवस्तु तालिमको विषयवस्तु ख्योयुक नेयोङ यसरी चाहिँ यहाँ ख्योयुक नेयोङ दिएको भए चाहिँ त्यसको विषयवस्तु के हो भन्ने कुरामा त्यो पर्थ्यो अनि ओवल इरिलबुथ छिरुवल सामसिप इरिल काजे 5-1 देखि 7-1 सम्म
यसरी दिन्छ भने यो टाइम दिन्छ भने यो पनि एप्लाई गर्ने विधि होइन। यो के हो? गिगान गिगान दिन पर्यो यसलाई चाहिँ। त्यही भएर ख्योयुक गिगान आएको भए यो हुन्थ्यो यहाँ माथि। अनि मेजु प्रत्येक हप्ता इरियो इल ओहु दुसी प्रत्येक हप्ता चाहिँ आइतबार दिउँसोको 2 बजे भन्छ भने यो के होला? के हो यो? के आउँथ्यो होला यसको शीर्षक? प्रत्येक हप्ता आइतबार दिउँसोको 2 बजे सिगान आउँथ्यो फेरि यसमा। यो गिगान अवधि यति महिनादेखि यतिदेखि यति भनेपछि गिगान, यहाँ चाहिँ सिगान, ख्योयुक सिगान। समय तालिमको समय त्यही हो, यसरी आउँथ्यो। माथि के टपिक दिन्छ त्यो अनुसारको रोल नै हो। हुन त अब यही मात्रै बुझे नि भयो। परीक्षामा यही नआएर चाहिँ तपाईँलाई ख्योयुक नेयोङ अथवा गिगान आयो भने गिगान आएपछि यतिदेखि यतिसम्म अवधि आउनु पर्यो। सिगान आयो भने कुन समयमा क्लास सञ्चालन हुन्छ त्यो। ख्योको सट्टामा सुअप भनेर दिन नि सक्ला फेरि त्यहाँ क्लास है। त्यो तालिम सबैमा तालिम लेखेको, किनकि कम्प्युटर ख्योयुक नेयोङ आउला, कहीँ के नेयोङ आउला। ल 2 नम्बरको खाल ठाउँ पढेर रोज्नुहोस् त के हुन्छ म बताइन्छु। अब जुमारे फुवाङसिगा सप्ताहन्तमा फुवाङजीले ओइगुकिन नोरे थेवये विदेशी गायन प्रतियोगितामा डट अब सबमा तेमुने लगाएको छ कि तेमुने डट ने भएकाले विदेशी गायन प्रतियोगितामा डट ने भएकाले वैसा सारामदुलको हाम्के कम्पनीका मानिसहरू सँगसँगै खुग्याङ हार अवलोकन गर्न खार्यागो हामीदा जाने विचार गरेको छु। फुवाङजीले खेवैयस प्रतियोगितामा साङुल फादोमेन छोके सुम्निदा प्राइज पाएदेखि राम्रो हुने थियो। साङुल फादोमेन छोके सुम्निदा पुरस्कार पाएदेखि राम्रो हुन्थ्यो, ठिक हुन्थ्यो। उसको अपेक्षा हो पुरस्कार पाइदिए हुन्थ्यो। ल पुरस्कार पाइदिए हुन्थ्यो। पुरस्कार त्यो मान्छेले पाउँछ जो दर्शकको रूपमा गयो हो, होइन। पुरस्कार त्यसले पाउँछ जो सहभागी भएर त्यसमा भाग लिएको छ। त्यसैले सप्ताहन्तमा फुवाङसिगा ओइगुकिन नोरे थेवये विदेशी गायन प्रतियोगितामा भाग लिने भएकाले भन्न पर्यो। तपाईलाई मैले शब्दै सिकाएको थिएँ, थेवये नागादा भनेको प्रतियोगितामा भाग लिनु हो। यो चाहिँ नागादा भनेको बाहिर यसो निस्किनु भन्न खोजे होइन। त्यही भएर नागा गीते मुने यो चाहिँ मिल्छ। प्रतियोगितामा भाग लिने भएको कारणले, प्रतियोगितामा मान्ना गीते मुने भेट्ने भएको कारणले। अब कोही प्रतियोगितामा गएर कसैलाई भेट्यो भन्दैमा त्यसले पुरस्कार पाउँदैन, हुँदैन यो। अनि मोजिब हागिते मुने भर्ती, प्रतियोगितामा भर्ती हुने भन्ने पनि हुँदैन, सहभागी हुने हुन्छ। नागादा नै लाग्ने शब्द हो। मैले शब्दै लेखाइसकेको छु कि तपाईँलाई, त्यही भएर शब्द रट्ने हो त्यो चाहिँ। अनि फाङमोन हागिते मुने भिजिट गर्ने भएकाले, प्रतियोगितामा विदेशी गायन प्रतियोगितामा भिजिट गर्ने भएकाले भिजिट गर्ने मान्छेले चाहिँ त्यसो सहभागी दर्शकको रूपमा जाने मान्छेले पुरस्कार पाउने कुरा नै भएन। यहाँ पुरस्कार पाइदिए हुन्थ्यो भने कुनै नि मिल्दैन, एक बाहेक अरू मिल्दैन। अलिक घोरिएर कारण बुझ्नुभयो भने मेसो आउँछ। ल 3 नम्बर पढेर उत्तर रोज्नुहोस् त। 4 नम्बर भन्नुभयो तपाईहरुले, हो कि होइन हेरौँ है त। छनुन थाउम दालबुथ म चाहिँ अर्को महिनादेखि मुर्यो छिकप हुल्यानुल निशुल्क रोजगार तालिम फादुर्यको हामीदा लिने विचार गरेको छु। मैले अर्को महिनादेखि निशुल्क रोजगार तालिम लिने विचार गरेको छु। छिकप हुल्यानुन रोजगार तालिम चाहिँ इन्टरनेट उरोमान इन्टरनेटबाट मात्रै सिन्छङ हालसु इस्मनिदा आवेदन दिन सकिन्छ। इन्टरनेटबाट मात्रै दरखास्त दिन सकिन्छ। मोजिब गिगाने जब जतिखेर खुल्छ त्यो तालिमको लागि भर्ना खुल्छ। मोजिब भनेको भर्ना, भर्ना गिगान भनेको अवधि। त्यो भर्ना अवधिमा चाहिँ सेन्थ होम पेज त्यो केन्द्रको होम पेजबाट अथवा मा डट भने। अब अप्सनहरु रहेको छ। सुअबुल फादुलसो इस्मनिदा क्लास लिन सकिन्छ। इन्टरनेटबाट क्लास लिने कुरा यहाँ केही पनि गरेको छैन। माथि चाहिँ के कुरा गरेको छ भने यो
रोजगार तालिम इन्टरनेटबाट मात्रै चाहिँ दर्ता गर्न सकिन्छ आवेदन। रोजगार तालिमको लागि जब फर्म भर्ने बेला हुन्छ, फर्म खुल्छ, जसरी तपाईको EPS को फर्म खुलेको थियो, फर्म खुल्दाखेरि चाहिँ इन्टरनेटबाट मात्रै त्यो फर्म भर्न सकिँदो रहेछ। त्यही कुरा गरेको छ, तर क्लास इन्टरनेटबाट अनलाइन सुन्ने अथवा फिजिकल क्लास लिने कुरा यहाँ केही पनि गरेको छैन। त्यही भएर सुअबोल फातुल इस्म निदा यो हुँदैन। अर्को नहुने कारण, जब भर्ना अवधि सुरु हुन्छ, त्यो भर्ना अवधिमा चाहिँ जुन साइट हो त्यसकै होम पेजमा गएर चाहिँ अनि क्लास लिने होइन। भर्ना अवधिमा क्लास हुँदैन, भर्ना अवधिमा भर्ना हुन्छ, भर्ना सकिएपछि बल्ल क्लासको अवधि सुरु हुने हो। दोस्रो खण्डले पनि यसलाई रिजेक्ट गरिरहेको छ, हुँदैन। भर्ना अवधिमा त गएर भर्ना गर्ने हो, हामीले त्यहाँ फर्म भर्ने हो, अनलाइनबाट फर्म भर्ने हो। अनि सुहम न्योरोल आल्सो इस्मनिदा क्लास शुल्क कक्षा लिए बापत कति पैसा तिर्न पर्छ त्यो जान्न सकिन्छ अरे। अब पैसा तिर्न नपर्ने खालको हो नि त, यो त निशुल्क रोजगार तालिम हो। यसको चाहिँ पैसा कति पर्छ के पर्छ त्यो जान्न सकिन्छ, सँग नै कुनै रिलेटेडै भएन, निशुल्क नै हो तालिम। पैसाको दामकामको कुरै आउँदैन त्यहाँ नेटमा जति खोजे पनि। अर्को छ छप्सु छाङसरोल वागिन हामेन थैमनिदा दर्ता गर्ने ठाउँ वागिन हामेन थैमनिदा चेक जाँच गर्दा हुन्छ। अब दर्ता गर्न चाहिँ कुन ठाउँमा जाने होला, ग्वार्कको चाहिँ अफिसमा जाने हो, त्यो कहाँनिर छ भनेर त्यसरी ठाउँ चाहिँ चेक जाँच गर्ने होम पेजबाट होइन। किनकि आखिर दर्ता नै अनलाइनबाट इन्टरनेटबाट एप्लाई गर्ने भएको कारणले गर्दा इन्टरनेटबाट एप्लाई गर्दै भइहाल्यो, त्यो ठाउँ खोज्न परेन। ठाउँ गएर खोजेर कहाँ दर्ता गर्ने भने त्यो ठाउँ खोज्ने चाहिँ होइन, यो पनि बिग्रियो। हुने नै वनहानोन सुअबुल चाहेको क्लासलाई सिन्चाङ हामेन थम्नेदा त्यसमा एप्लाई गर्दा हुन्छ। बेसिक पढ्न चाहनुहुन्छ भने बेसिकमा एप्लाई गर्दा हुन्छ। अब यसको चाहिँ रोजगार तालिमको पनि अलिकति एडभान्स खालको केही होला, कोर्स त्यस्तो छ भने चाहिँ रोजगार तालिमको चाहिँ अलिक एडभान्स खालको कुनै कोर्स हो भने त्यही अनुसारको लिए हुन्छ। कस्तो छ त चाहेको, अब रेडियो मर्मत हो, कार मर्मत हो, के खालको मर्मत हो, तपाईको चाहेको त्यस्तो खालको क्लास चाहिँ मा एप्लाई गर्दा हुन्छ भन्न खोजेको। 4 नम्बर बाहेक त अरु मिल्ने चान्सेसै छैन है, यसको मिल्ने 4 नम्बर हो, अरु मिल्दैन। यो च्याप्टरबाट तपाईलाई सोध्ने भनेकै चित्र सम्झिनु होला। यो च्याप्टरबाट म्याक्सिमम सोध्ने भनेको चित्र। यहाँ एउटा चित्र दियो, यही चित्र होइन कि तपाईको किताबमा नै 2-3 ठाउँमा चित्र छ, यही मात्रै दिएर पनि यहाँ 4वटा अप्सन गराएर सोध्न सक्छ। यस्तो खालको चित्र दिन्छ भन्न खोजेको। यहाँ छ यारको चित्र हो, यस्तो खालको चित्र दिन्छ तपाईलाई, यस्तो खालको चित्र दिने, 4वटा अप्सन गराइदिने अनि सोध्ने। यो कम्प्युटर तालिम हो। अब यहाँ चाहिँ कम्प्युटर तालिम नभनेर तपाईलाई फम्न्युल खेउकुल फादुल्सु इसुनिदा कानुनीगत तालिम पाउन सकिन्छ भनेर एउटा अप्सन राख्दैला, त्यो त भएन। अनि यहाँ समय हेर्दाखेरि 8 महिना 11 देखि 20 सम्म 10 दिनसम्मको अवधि छ। इल्जुइल तोङान छप्सु हाल्सु इसुनिदा 1 हप्तासम्म दर्ता गर्न सकिन्छ भने केही राख्दैला। अप्सन त आफै राखिदिनु, हेर्नुस् तपाईले कन्सेप्ट बुझ्ने हो है। अप्सन त 1 हप्तासम्म गर्न सकिन्छ। क्लासको अवधि चाहिँ दिउँसो 1 बजेदेखि 3 बजेसम्म छ, क्लास 4 बजे सञ्चालन हुन्छ हैन। यसरी जे पनि भन्न सक्छ है। अनि यसरी तपाईलाई भन्नुभयो भने फाङमुन सिन्चाङ प्रत्यक्ष आफै गएर भेट्ने भने इन्टरनेटबाट पनि सिन्चाङ गर्न सकिन्छ, एप्लाई गर्न सकिन्छ भनेर राखिदिन सक्छ त्यहाँ अप्सन। तपाईले त्यो बुझेर अप्सन रङ हो कि राइट हो आफै रोज्नु, यस्तै खालको आउँछ भन्न खोजेको। चित्र आउँछ भन्न खोजेको, चित्र आउँछ। यो च्याप्टरबाट म्याक्सिमम सोध्ने भनेको चित्र, यो सम्झेर राख्नु होला। यही पनि आउन सक्छ, यसका नेपाली अक्षरहरू हटाएर यही दिएर पनि सोध्न सक्छ। अनि अप्सनमा तपाईलाई पपुलर पुरस्कार यति छ, उति छ, ह्यान त्यान हैन, यसका अप्सनहरू गराइदिन सक्छ तपाईलाई। त्यो मैले चित्रहरूमा विशेष ध्यान दिनु होला। यसबाट जस्तो पनि चित्रहरू दिन सक्छ, त्यही हो बुझ्न पर्ने। यसमा चाहिँ धेरै सो चित्र दिने सम्भावना मैले धेरै देख्छु यसबाट। अब 4 नम्बर ल रोज्नुस्। 4 नम्बरको हेरौँ है त। तपाईहरुले रोजेको अप्सन 2 मिल्छ कि मिल्दैन हेरौँ। ठाम खुरुल इल्को दिएको हर पढेर नेङवा खातुन कसुन खोरिसिप्सियो गसुल खोरिसिप्सियो। ल विषयवस्तुसँग मिल्ने कुरा रोज्नुहोस् भन्छ। वैकुकिन खुलोजा मुनवा छुक्जे विदेशी कामदार सांस्कृतिक उत्सव। छुक्जे भनेको उत्सव, एउटा महोत्सव हो यो पनि है, हानमादाङ जस्तै हो यो पनि। छुक्जे हानमादाङ एउटै हो। अनि इल्सी भनेको नाल्चा, इल्सी मिति इछन इसिप सान्यन सिवल इसिप छिरिल इरोइर, यानी कि 2024 सालको 10 महिना 17 गते आइतबारको दिन रहेछ। छाङसो ठाउँ मुनवा खोङयन प्रदर्शन, सांस्कृतिक प्रदर्शन भन्ने ठाउँमा चाहिँ रहेछ। अनि हिंसा भनेको इभेन्ट, कार्यक्रमहरूको नेयौं विषयवस्तु। कार्यक्रमको विषयवस्तु के छ त भन्दा 10 बजे चाहिँ छुक्कु खेङ्गे फुटबल प्रतियोगिता,
12 बजे चाहिँ छमछिम शिक्षा लन्च अनि त्यसपछि 13 बजे आउँछ 12 पछि 1 बजे 1 बजे चाहिँ छुका खोङयन बधाई पर्दछन् खोङयन पर्दछन् र 14 भनेको 2 बजे चाहिँ हानको कुनवरे थेवे कोरियन गीत प्रतियोगिता र 16 यानी कि बेलुकाको 4 बजे चाहिँ सिसाङसिक पुरस्कार वितरण समारोह यानी कि पुरस्कार समारोह यसरी टाइमहरु दिएको छ। अब यहाँ भनेको छ छुक्जेनुन ईदुल तोङान यलिमनिदा महोत्सव उत्सव चाहिँ फेस्टिभल यस्तो खालको कार्यक्रम चाहिँ 2 दिनसम्म खुल आयोजना गरिएको छ भन्न खोजेको। यलिमनिदा भनेको आयोजना गर्नु ल छुक्जेरुल ईदुल तोङान यलिमनिदा 2 दिनसम्म कार्यक्रम अथवा उत्सव आयोजना गरिएको छ भन्छ। 2 दिनसम्म होइन, इरोइर आइतबारको दिन मात्रै भएको कारणले गर्दा यसलाई काट्दियौ। 2 नम्बरमा ओजनेनोन छुक्कु खेङ्गिरोल हामीदा बिहानको समयमा चाहिँ फुटबल प्रतियोगिता हुन्छ। 10 बजे चाहिँ फुटबल प्रतियोगिता हुने रहेछ। बिहानको समयमा फुटबल प्रतियोगिता हुन्छ भन्ने चाहिँ अप्सन राइट देखियो। 3 नम्बरमा नोरे थेवैनुन गायन प्रतियोगिता चाहिँ दुसिए कुन्नामनिदा 2 बजे सकिन्छ। 2 बजे गायन प्रतियोगिता सकिन्छ। 2 बजे चाहिँ हानको कुनोरे थेवै सिजाक हुने हो। यो कोरियन गायन प्रतियोगिता चाहिँ सिजाक हुने हो। 2 बजे सकिने चाहिँ होइन। त्यही भएर 2 बजे सकिन्छ भन्ने होइन कि 2 बजे सुरु हुने हो। अनि 4 नम्बरमा सिसाङसिक हो पुरस्कार समारोह पछि, पहिला पुरस्कार समारोह हुन्छ रे, पुरस्कार समारोह पछि चाहिँ छुखा खोङयानी इसुमनिदा बधाई प्रदर्शन छ। पुरस्कार समारोह पछि बधाई प्रदर्शन होइन, बधाई प्रदर्शन 1 बजे छ, पुरस्कार समारोह बेलुकाको 4 बजे छ। अब पुरस्कार समारोह लास्टमा छ, यो पछि फेरि यो बधाई प्रदर्शन होइन, त्यही भएर यो पनि भएन। 2 मात्रै भयो। 5 नम्बर ल तपाईहरुले रोजेको उत्तर 2 नम्बर। अब हेरौं मिल्छ कि मिल्दैन। 5 नम्बरको क्वेशनले के भन्छ पहिला पढौं अनि विषयवस्तुसँग मिल्ने कुरा कुन हुन्छ है त। ओइकुक इल्याक सांगदाम सेन्थनुन विदेशी जनशक्ति परामर्श केन्द्र चाहिँ, विदेशी मजदुर परामर्श केन्द्र पनि भन्न सक्नुभयो। विदेशी जनशक्ति परामर्श केन्द्र चाहिँ हानगोक सेङवाल मिट कोरियन जनजीवन तथा साबजाङ मुन्जेरो कार्यस्थलको समस्याद्वारा अर्याउमोल खेक्नुन समस्या कठिनाई भोगेका ओइकुकिन खुल्लोजा दुरुल उइहे विदेशी कामदारहरूको लागि यल यदलगे ए 18टा अनरो भाषाद्वारा सबिसुरुल छेकोङहागो इसमनिदा सर्भिस प्रदान गरिरहेको छ, उपलब्ध गराइरहेको छ। यानी कि यो विदेशी जनशक्ति परामर्श केन्द्रले चाहिँ 18वटा भाषामा चाहिँ यसरी कार्यस्थलको समस्याको कारणले गर्दा कठिनाई भोगिरहेका विदेशीहरूलाई टार्गेट गरेर 18वटा ल्याङ्ग्वेजमा चाहिँ सर्भिस उपलब्ध गराइरहेको छ। अब तोहानबाट पढौं। तोहान यसका साथै नोङछोन छियाकगुवा, नोङछोन भनेको ग्रामीण, छियाक भनेको एरिया क्षेत्र, ग्रामीण क्षेत्र तथा जुङसो दोसिएस मजौला तथा साना सहर। जुङ भनेकै मजौला हो, सो भनेको साना हो, त्यही भएर मजौला तथा साना सहरमा इरानुन खुल्लोजा दुल्दो काम गर्ने कामदारहरू पनि सुइपगे युङहाल्सु इद्दोरोक यिनीहरूले पनि सजिलै प्रयोग गर्न सक्ने गरी मेइल प्रत्येक दिन सधैँ ओजन आवश्यक उठ बिहान 9 बजेदेखि ओहु जस सिकाजी बेलुका 6 बजेसम्म छनवारोल थोङहान 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 थोङहाय थोङेछ भनेको मार्फत हो यो चाहिँ। त्यही भएर फोन मार्फत 4वटा प्याटर्न आउँछ। छनवारोल थोङहान फोन मार्फत सांगदाम सबिसुदो परामर्श सेवा पनि छेखोङहागो इसुमनिदा उपलब्ध गराएको छ। कस्ता खालका मान्छेलाई भन्दाखेरि ग्रामीण क्षेत्र तथा साना तथा मजौला सहरमा चाहिँ काम गर्ने कामदारहरूले पनि सहजै प्रयोग गर्न सक्ने गरी तिनीहरूले चाहिँ बिहान 9 बजेदेखि 6 बजेसम्म फोन मार्फत प्रत्येक दिन फोन मार्फत चाहिँ सेवा लिन सक्ने खालको त्यस्तो फ्यासिलिटी उपलब्ध गराएका छन्। अब अप्सन छ 4वटा। 1 नम्बरले भन्छ ओइगुक इल्याक सांगदाम सेन्थनुन
विदेशी जनशक्ति परामर्श केन्द्र चाहिँ छिक्जाङ ख्वाल्यन साङदाममान खानुङआम्निदा कार्यस्थलसँग सम्बन्धित छिक्जाङ भनेको काम कार्यस्थलसँग सम्बन्धित साङदाममान परामर्श मात्रै उपलब्ध गराउँछ अरे यसले खानुङआम्निदा। यसले कार्यस्थलमा हुने समस्यालाई समाधान गर्नको लागि त्यस्ता खालका समस्याको परामर्श मात्रै दिने होइन, कार्यस्थल भन्दा बाहिरका समस्याको समाधान पनि गर्छ। तपाईँ बजार सजार जाँदा आदि इत्यादिमा तपाईलाई केही समस्या भयो भने त्यस्ता खालका समस्याहरूमा पनि तपाईलाई भाषागत समस्या छ भने 18 वटा ल्याङ्ग्वेजमा सर्भिस दिएको छ। बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म, शनिबारको दिन, आइतबारको दिन, बिदाको दिन, जुनसुकै दिन दिनुको कारण के हो भने शनिबार आइतबार तपाईँ कम्पनी नजाँदा नि तपाईलाई समस्या हुन सक्छ। जुनसुकै दिनलाई चाहिँ यसले दिएको, त्यही भएर कार्यस्थलसँग सम्बन्धित मात्रै भन्न पाइएन, यो चाहिँ हुँदैन। दोस्रोमा ओइकुक इल्याक साङदाम सेन्थानोन विदेशी जनशक्ति परामर्श केन्द्र चाहिँ जुमारेदो सप्ताहन्तमा पनि सर्भिस रुल छेकोङआम्निदा सर्भिस उपलब्ध गराउँछ। मेल प्रत्येक दिन भनेपछि के फेङ्गिर के जुमाल जुनसुकै दिन पनि पर्यो, मेलको अर्थ चाहिँ फेङ्गिर पनि पर्यो, जुमाल पनि पर्यो। त्यही भएर हो सप्ताहन्तमा पनि सर्भिस उपलब्ध गराउँछ, फेङ्गिरमा त गराउने नै भइहाल्यो। यो चाहिँ मिल्ने देखियो। 3 नम्बरमा ओइकुक इल्याक साङदाम सेन्थानोन विदेशी जनशक्ति सहायता केन्द्र चाहिँ हानकुक रोमान कोरियन भाषाद्वारा मात्रै, कोरियन भाषामा मात्रै सबिसुगा छेकोङ थोम्निदा सेवा उपलब्ध गराउँछ। यसले कोरियन भाषा मात्रै सेवा होइन, 18 वटा ल्याङ्ग्वेजमा सेवा छ भनेर यही भनिसकेको छ। 18 वटा ल्याङ्ग्वेजमा कोरियन भाषा सहित 18 हो, त्यही भएर कोरियन भाषा मात्रै हुँदै होइन, यो पनि रङ हो। 4 नम्बर ओइकुक इल्याक साङदाम सेन्थानोन विदेशी जनशक्ति परामर्श केन्द्र चाहिँ छुङसो दोषी मजेौला तथा साना सहरमा त्यसमा रहेका चाहिँ खुल्लो जा रुल उइहान कामदारहरूको लागि गिगवान इम्निदा संस्था हो भन्छ। यो विदेशी जनशक्ति परामर्श केन्द्र चाहिँ मजेौला तथा साना सहरहरूमा रहेका कामदारहरूको लागि भनेर गराइएको संस्था हो भन्छ। अब कता कता यो मिल्ला जस्तो पनि लाग्छ हामीलाई, तर यो रङ हो। किन रङ हो म बताइन्छु ल। मजेौला तथा साना सहरमा भएका कामदारको लागि मात्रै होइन, यो ठुलो सहरमा भएका कामदारको पनि लागि पनि हो। र साथसाथै यो त साबजु रोजगारदाताको लागि पनि हो। छङ्बोमा हामीले पढेको यहाँ नभने पनि है, रोजगार गर्ने व्यक्ति र रोजगार दिने रोजगारदाता, इपिएस मार्फत भित्रिएका कामदार र तिनीहरूलाई काम दिने कामदार के अरे रोजगारदाता, यिनीहरू सबैको लागि हो भनेर छङ्गोमा भनेको थियो। यहाँ अलिक कम भने पनि, त्यही भएर यो मजेौला तथा साना सहरमा बसोबास गर्ने त्यहाँ रहेका चाहिँ कामदारहरूको लागि भन्नु चाहिँ उचित हुँदैन, यिनीहरूको लागि मात्रै होइन। अब फेरि तपाईँलाई क्लियर हुनको लागि चाहिँ यहाँ मान भन्ने शब्द आएको भए हुन्थ्यो नि त, सर भन्ने पनि हुन्छ। खुलोजा रुल उइहान यिनीहरूको लागि, मान भनेर यसरी चाहिँ यिनीहरूको लागि मात्रै भन्ने शब्द आएको भए त होइन भन्ने कन्फर्म हुन्थ्यो। मान आएन भन्ने हुन्छ। मान नआए पनि हामीले मानको सेन्स यहाँ बुझ्ने हो। मानौ तपाईँ कपडा पसलमा जानुभयो अनि यसो कपडा हेर्नुभयो, ज्याकेट हेर्नुभयो, प्यान्ट हेर्नुभयो, कति सानो साइज हो यो भन्नुभयो, अनि यो त बच्चाको लागि कपडा हो नि भन्यो भने यो बच्चाको लागि मात्रै कपडा हो भनेर भनिरहन आवश्यक छैन। बच्चाको लागि हो नि त यो पसल त बच्चाको लागि, बच्चाको कपडाको लागि खोलेको पसल हो नि भन्यो भने बच्चाको लागि मात्रै भनिरहन आवश्यक छैन, किनकि त्यो बच्चाको लागि भनेर फोकस गरेर खोलेको भन्न खोजेको। मेन टार्गेट बच्चाको लागि, एउटा दुईटा अक्कल झोकल ठुलोको नै पाइएला, तर बच्चाको त्यहाँ मेन पाइन्छ। यहाँ पनि मजेौला तथा साना सहरका कामदारहरूको लागि भन्यो भने मेन यसैलाई यो त्यो बाहेक अरू खासैले हेर्दैन भन्ने सेन्स हो यो। त्यही भएर यसरी चाहिँ बुझ्न भएन है। ठुलो सहरमा बस्ने कामदारको लागि नि हेर्छ, कामदार मात्रै होइन रोजगारदाताको लागि पनि हो यो संस्था। फेरि त्यही भएर यो रङ हो। झ्याट्ट सुन्दाखेरि त हो नि त यहाँ साना तथा यो यहीँ भने अनि कता कता मिल्ला जस्तो लाग्छ नि, मजेौला तथा साना सहर मिल्ला जस्तो लाग्छ, तर यो रङ हो। तिनीहरूको लागि यो संस्था हो भन्नुको अर्थ तिनीहरूको लागि मात्रै चाहिँ होइन कि अरूको लागि पनि हो। त्यही भएर यसलाई रङ मान्ने। ल कन्फ्युज हुन्छ, 2 र 4 मा कन्फ्युज हुन्छ, 1 र 3 मा त कन्फ्युज हुँदैन। अलिकति विचार पुर्याउनु होला, 2 हुन्छ 4 हुँदैन। त्यही भने मैले, अरू धेरै यहाँ के भन्ने, के सोध्नु छ? गाह्रै हुन्छ यो छङ्गो, गाह्रै हुन्छ। 1번 다음을 듣고 들은 내용과 관계 있는 그림을 고르십시오.
컴퓨터 교육은 언제까지 해요? 11월 20일까지 해요. 컴퓨터 교육은 언제까지 해요? कहिलेसम्म हो 11월 20일까지 해요. कुन अप्सन भन्यो 3 नम्बर हो 3 नम्बरकै भनेको हो सिबी रुअल रुअल तपाईले यो एकदमै एक्जाममा अहिले त यो भयो है यसले भन्न खोजेको कम्प्युटरको तालिम चाहिँ कहिलेसम्म हो भन्दाखेरि 11 महिनाको 20 गतेसम्म हो भन्छ अडियोले म पहिला यसको स्क्रिप्टबाट बताइन्छु अनि तपाईलाई अलिकति सिकाउने पर्ने कुरा सिकाइन्छु अहिले ल हेर्नुस् नाम्जाले भन्यो कम्प्युटर खेयो कुन अन्जेकाजी यो कम्प्युटरको शिक्षा चाहिँ कहिलेसम्म होदा नि कम्प्युटर ट्रेनिङ चाहिँ कहिलेसम्म हो अनि केटीले उत्तर दिन सिबी रुअल इसिबिल काजी हेयो 11 महिनाको 20 गतेसम्म हुन्छ अथवा हो अथवा त्यसरी चाहिँ मेरो तालिम छ भन्न खोजेको है यो चाहिँ गर्छु भन्न खोजेको ल 11 महिना 20 गतेसम्म भनेर चाहिँ केटीले जवाफ दिन् अब हामी कन्फ्युज हुने चाहिँ अहिले त त्यहाँ अंक देखेर थाहा पाइयो 3 नम्बरको भन्ने कुरा अब तपाईले एक्जामको पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि यसरी बुझ्नु है एक्जाममा सोध्ने भनेको तपाईलाई कि त 11 महिना सोध्छ कि 12 महिना सोध्छ महिनाको कुरा गर्यो भने है गतेको कुरा गर्यो भने प्राय जसो गतेको कुरा गर्दा 1 गते 2 गते 11 गते 12 गते 21 गते 22 गते र 31 गते अथवा 32 गते यतातिर नलाग्दा नै हुन्छ यति चाहिँ म्याक्सिमम सोध्छ धेरै जसो सोध्ने नै यही हो किनकि कोरियनहरुको प्रोनाउन्सिएसन यो गते र यो महिनामा उस्तै सुनिन्छ अब तपाईले बुझ्ने के हो त भन्दा यहाँ 1 वाला 11 महिना वाला अथवा 1 गते वाला 1 गते 11 गते 21 गते वाला यो 1 वाला पछाडी 2 वाला होइन पछाडी 1 वाला आयो भने प्राय र भन्ने साउन्ड आउँछ रुअल 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 अथवा रिल 2 वाला आयो भने वल वल आउँछ अथवा इल आउँछ इल 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 अथवा वल त्यसबाट छुटाउने हो यति शब्द यसरी भन्नको बुझ्नु भएन भने पुरा लेखिदिन्छु 11 महिना भन्न पर्यो भने शिविर भनेको 11 यसको पछाडी वल पनि जोड्न पर्यो अनि सिबी त्यो तपाईलाई यहाँ भन्दाखेरि उच्चारण सिबी त सुनिन्छ सिबी यति भन्दा सी अनि यसले तानेर बी भन्छ अनि यो तानेर यता लाँदाखेरि यसले के भन्छ भने रुअल भन्छ के रुअल र वाला यो धर्कोलाई र भनौं रुअल यसरी रुअल भन्यो भने यो 1 वाला हो पछाडी 1 वाला रुअल है त्यही भएर 11 महिना हो 12 महिना होइन अब वल आउँछ अर्कोमा ल हेर्नु सिप इ भनेको 12 अनि यसमा वल भएको कारणले गर्दा यो त सिबी भइहाल्यो यतिलाई त सिबी नै भन्छ सिबी सुन्दा त एउटै सुनिन्छ यो त सिबी अनि पछाडीको वल आउँछ छुटाउने नै यतिले हो कि वल एकदम ध्यान दिएर सुन्ने एक्जाममा कन्फ्युज हुने नै यही हो सिबी त सिबी सिबी रुअल सिबी वल सिबी रुअल सिबी वल सिबी रुअल सिबी वल 11 महिना 12 महिना सिबी रुअल सिबी वल सिबी रुअल सिबी वल उस्तै सिबी सिबी त दुईटैमा उस्तै सुन्नेको कारणले गर्दा हामीले पत्ता लगाउने चाहिँ र वाला प्याटर्न आयो भने 1 वाला हो के इलमा पनि त्यस्तै हुन्छ अनि रुअल आयो भने 11औं महिनाको चाहिँ सिबी रुअल सिबी अनि रुअल आयो भने 11औं महिना हो वल भनेर स्पष्ट तपाईलाई पछाडी सिबी त भनिहाल्छ वल भन्यो भने 12 महिना सम्झिनुस् है किनकि गाँसेर आउँदा यस्तो हुन्छ अब म दिनतिर पुग्छु ल हेर्नु गते भन्दाखेरि एउटा जहिले पनि एउटा इल चाहिँ एक्स्ट्रा गतेको लागि चाहिँ आउने भएको कारणले र अंकको लागि पनि फेरि इली आउने भएको कारणले गर्दा विद्यार्थीहरु झुकिन्छन् है 10 गते भन्दाखेरि 11 भने जस्तो सुनिन्छ फेरि किनकि पछाडीको इलले 1 होइन दिन जनाको भएर 10 गते भन्न खोजेको 20 गते भन्दा 21 जस्तो सुनिन्छ फेरि यहाँ त कन्फ्युजन माथि कन्फ्युज छ नि त ल हेर्नुस् सबभन्दा पहिला मैले 1 र 2 गते सिकाउँछु 1 गते भन्न पर्यो भने इल अब यसको पछाडी फेरि अर्को इल भनेको गते हो अब इ रिल रिल र वाला आउँछ भने थिए नि मैले त्यही भएर इ रिल इ त आयो पछाडी रिल आइदियो रिल आयो भने 1 गते हो इ रिल 1 गते अब यसैलाई फेरि इ इल भन्यो भने 2 गते हो यो चाहिँ स्पष्ट रूपमा इल भन्यो भने 2 तिर जान्छ रिल आयो भने जसरी रोल वल रोल र वाला आउँछ यहाँ पनि र वाला आउँछ सम्झिने नि यो नत्र गतेले एकदम कन्फ्युज गराउँछ तपाईलाई
11 महिना 21 गते 12 महिना 21 गते यसरी अप्सन आयो भने कुन हो प्रोनाउन्सिएसन सेम सुनिन्छ के हामी त भोगेको कुरा त्यही भएर थाहा हुन्छ यो सेम सुनिन्छ यो त्यही भएर तपाईले पत्ता लगाउने यसरी हो रिल आयो भने एक वाला तान्यो भने एक वाला यो अघिल्लो यता हेर्नुस् है गते बताउँदा जहिले पनि पछाडी रिल भन्छ भने यो 1 11 21 31 मध्ये एउटा भने हो यसरी भने हो उदाहरणको लागि इरिल रिल आयो 11 अब सिप इलमा फेरि इल थप्दाखेरि सिबी रिल सिबी त भइहाल्यो सिबी सिबी शब्द सुनिहालिन्छ सिबी अनि रिलै आयो के यहाँ पनि रिल सिबी रिल 11 वाला सिबी इल 12 वाला इल सिबी रिल 1 1 11 सिबी रिल इल 12 इसिबी रिल 21 इसिबी रिल आयो रिल 21 इसिबी इल 22 शमसिबी रिल शमसिबी रिल 31 रिल के रिल फोटो खिच्ने रिल सम्झ्नु रिल र वलमा पनि त्यही हो वल र रुवल सिबी रुवल सिबी वल सिबी रुवल रुवल आउँछ कि वल भन्छ त्यही सम्झिने कन्फ्युज माथि कन्फ्युज त्यही भएर तपाईले सम्झिने धेरै घरमा लेखेर प्र्याक्टिस गर्नु त आउँछ है रुवल शब्द सुन्नुभयो भने सिबी रुवल 11 महिना हो सिबी वल अन्तिममा वल शब्द सुन्नुभयो भने 12 महिना हो दिनमा पनि त्यसरी नै हो रिल इल ठ्याक्क 11 र 12 महिना पनि 11 र 12 महिना भीषणै कन्फ्युज गराउँछ त्यही भएर यो कुरामा विशेष हेक्का राखेर धेरैचोटि सुनेर प्र्याक्टिस गर्नु होला यसलाई कसरी 11 लाई कसरी प्रोनाउन्सिएसन गर्छ 12औं महिनालाई कसरी प्रोनाउन्सिएसन गर्छ सिबी त आउँछ नि सिबी रुवल आउँछ कि वल आउँछ सिबी वल सिबी रुवल त्यही बुझ्नु 11 र 12 महिनामा रुवल र वाला आयो भने 1 1 हो वल वाला आयो भने 1 2 12 ल जति भने नि त्यही नै हो यो चाहिँ 3 नम्बर मिल्यो अब 2 नम्बर देखि लागौं यो तपाईको प्र्याक्टिसमा भर पर्ने कुरा हो जति तपाईले सुन्नु भयो त्यति एक्जाममा मिलाउनु छ नत्र यही क्वेशन सामान्य तिथि र मितिको कुरा भन्छ तर तपाई बिगार्नुहुन्छ अब लागौं 2 नम्बरले के भन्यो यजानुन ओए छनुवारोल हेसुमनिका केटीले चाहिँ किन फोन गरिन् फोन गर्नुको कारण 2번. 여자는 왜 전화를 했습니까? 네, 외국인 근로자 지원센터입니다. 오늘 토픽 수업은 몇 시에 시작해요? 몇 시에 시작해요? कति बजे सुरु हुन्छ भन्न सोधिन् मेस्सिए तपाईले बुझ्नु त्यही नै हो मेस्सिए कति बजे सुरु हुन्छ ल अप्सन रोज्नुस् त सुअप नेयोल आल्गो सिफस क्लासको विषयवस्तु भनेको एडभान्स हो कि बेसिक हो कि कस्तो खालको हो त्यो खालको चाहिँ त्यस्तो खालको विषयवस्तु कुन क्लास हो त्यो जान्न चाहेर होइन एडभान्स कोर्स बेसिक कोर्स त्यो जान्न चाहेर होइन त्यो भएन अनि सुअप छाङसोरोल आल्गो सिफस ठाउँ क्लास हुने ठाउँ कुन ठाउँमा हो ग्वारकोमा हो कि ललितपुरमा हो कि भक्तपुरमा हो कि यस्तो केही पनि छैन मेस्सिए भने हो त्यही भएर छाङसो पनि भएन अनि सुअप सिगानुल आल्गो सिफस सिगान समय मेस्सिए हो यही नै हो क्लासको समय सोधेको त्यही जान्न चाहेको कारणले गर्दा सिफस जान्न चाहेर अनि सुअप गिगान भनेको अवधि हो कति हो यो मंसिरको यति गतेदेखि पुसको यति गतेसम्म यसरी एउटा पिरियड आउन पर्छ गिगानको लागि पिरियड यतिदेखि यतिसम्म गिगान भनेकै पिरियड हो अवधि हो त्यसमा केही पनि छैन त्यही भएर यो पनि मिल्दैन स्क्रिप्ट तपाईले केही नबुझे तपाईहरुले यसो स्क्रिप्टमा लेखेर राख्नु होला फोन उठाउनले के भन्यो ने ओइगोकिन खुल्लोजा छिवन सेन्टर इमिदा विदेशी मजदुर सहायता केन्द्र हो अनि केटीले भनिन् ओनुल टपिक सुअबुन आजको टपिक क्लास चाहिँ मेस्सिए सिजाकेयो कति बजे सुरु हुन्छ यानी कि कति अवधिसम्मको लामो छ क्लास भनेर अवधि सोधे हैन समय सोधेछ त्यही भएर समय 3 नम्बर हो 4 नम्बर चाहिँ अवधि थियो त्यहाँ त्यो मिल्दैन उस्तै उस्तै सुनिन्छ सिगान र गिगानमा नझुकिनु बास अब 3 नम्बर हेरौ 3 नम्बर नाम जानुन ओए यगिए वासुम्निका केटो चाहिँ यहाँ किन आयो आउनुको कारण हुन्छ अडियोले बताउँछ
सुन्नुहोस्। 3번. 남자는 왜 여기에 왔습니까? 안녕하세요. 어떻게 오셨어요? 법률 교육을 들으러 왔습니다. 법률 교육을 들으러 왔습니다. कानुनीगत शिक्षा तालिम लिन आएको भन्छ उसले। फर्म्युल कानुन शिक्षा कानुन तालिम जे पनि भन्न सक्नुहुन्छ। अब केटो चाहिँ यहाँ किन आएको हो? 교육을 하려고 तालिम दिने विचारले हो। यो आधा र फात्तामा यही फरक हुन्छ के। आधा अथवा थुत्ता, सुअबुल आधा, यो उपचारको जस्तो हुन्छ यसमा पनि। उसले तालिम दिने होइन, तालिम दिने विचारले भन्न खोजेको यो चाहिँ तालिम दिने यानी कि शिक्षा दिने विचारले तालिम दिने विचारले आएको होइन। अनि 교육 नालचारुल ठाकुरियाको जुन तालिमको मिति छ त्यसलाई बदल्ने विचारले यो पनि होइन। 교육을 फादुर्याको तालिम प्राप्त गर्ने विचारले कानुनीगत त्यो शिक्षा लिने विचारले आएको भन्दै थियो। त्यही भएर 교육을 फादुर्याको मिल्यो। अनि 교육 신청을 취소하려고 रद्द गर्ने क्यान्सल गर्ने विचारले आवेदनलाई क्यान्सल गर्ने विचारले यो ट्रेनिङको आवेदनलाई क्यान्सल गर्ने विचारले भन्छ यो पनि मिल्दैन। अडियो के थियो स्क्रिप्ट के थियो हेर्नुस् एकचोटी, मैले बिर्सिहाल्छु झ्याप्पै, म फेरि त्यो बताउँछु र मेरो माइन्ड अलि फ्रेस हुन्छ। केटीले भनिन् 안녕하세요 어떻게 오셨어요? के कति काम ल्याउनु भयो? केटाले भन्यो फर्म्युल 교육을 들으러 सुन्न 왔어요 आए यानी कि लिन आए। कानुनीगत तालिम कानुन शिक्षा लिन आएको हो भन्छ। लिन भनेको पाउन, त्यही भएर उसले तालिम पाउने विचारले लिने विचारले सुन्ने भनेकै त्यही हो। 3 नम्बर बाहेक अरु मिल्ने चान्सेस छैन। 4 र 5 को सुन्नु होला। अब ल ठाउँमल थुतको इयजिनुन माल्लो खाजाङ आल्माजुन भसुल खुर्सिप्सियो चावडा अप्सन मध्ये कुन चाहिँ भन्छ? तपाईले अडियो सुन्नुस् त, संवाद सुन्नुस् है, कुन चाहिँ मिल्ला? 4번부터 5번까지 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. 4번. 디안 씨는 노래 대회에 안 나가요? भाग अरे 1. 대회에서 1등을 했어요. ए म त प्रथम भयो अरे। 2. 저는 노래를 잘 못해서요. मैले राम्रो गाउन सक्दिनँ त्यही भएर हो। 3. 춤도 추고 노래도 불렀어요. डान्स पनि गरे गीत पनि गाए। 4. 인터넷으로 접수할 수 있어요. इन्टरनेटबाट दर्ता गर्न सकिन्छ। कुन चाहिँ मिल्छ? यो त क्लियर छ, 2 नम्बर मिल्छ होइन र? हो कि हैन? कुरै बुझ्नु भएन, अडियो बुझ्नु पर्यो। अडियोले के भन्यो अप्सनले के भन्यो पहिला बुझ्न पर्यो। ल हेर्नुस् स्क्रिप्ट हेर्नुस्। थियान सिनुन थियानजीले तपाईले भन्न खोजेको, मैले तपाईलाई नाम भनेर पुकारेको छु। तपाईले चाहिँ नोरे थेवये आन्नागायो गायन प्रतियोगितामा भाग लिनुहुन्न भन्न खोजेको। आन्नागादा नागादा भनेको त्यहाँ बाहिर निस्किनु होइन, भाग लिनु हो। थेवये आएपछि थेवये नागादा कार्यक्रममा त्यो प्रतियोगितामा भाग लिनु नै हो। यो भयो। अस्तिदेखि मैले यही एउटै भव सिकाउने प्रयास गरिरहेको छु। त्यही भएर तपाईले गायन प्रतियोगितामा भाग लिनुहुन्न क्वेशन सोध्यो। भाग लिनुहुन्न भन्दा कि त लिन्छु भन्न पर्यो कि त लिन्न भन्न पर्यो। हैन गाउनै जान्दैन के लिने भन्न पर्यो, के निकै त भन्न पर्यो नि त। अनि उत्तर दिनले के भन्छ? थेवयस इल्तुमुल यसयो प्रतियोगितामा प्रथम भए भाग लिनु न। अब त भाग लिने र नलिनेको कुरा छ, प्रतियोगिता त आउनै बाँकी रहेछ। त्यो बितिसकेको भए त भन्थेन। भाग लिनु भएन भनेर पास्ट टेन्समा नि सोधेको छैन, भाग लिनुहुन्न भनेर प्रेजेन्ट टेन्समा सोधेको, यानी कि अब कार्यक्रम हुनेवाला छ। अनि फर्स्ट भए यो त मिल्दैन नि। अनि छनु नोरे रोल छाल मोथेसयो मैले गीत राम्रोसँग गाउन जान्दिनँ त्यही भएर हो। कारण असा आसयो जोड्दै लास्टमा भाग लिनु न, गीतै गाउन राम्रो जान्दैन त्यही भएर भाग नलिएको। त्यसरी भने हो, यो चाहिँ मिल्यो। अनि 3 नम्बर छुमुल्दो छुगो नोरेदो फुल्लसयो, ए डान्स पनि गरे गीत पनि गाए भन्न खोजेको। भाग लिनुहुन्न, त्यो त हुनेवाला कार्यक्रम हो, भइसकेको छैन। अनि यसले पास्ट टेन्समा यस्तो गरे भन्छ।
डान्स पनि गरेँ गीत पनि गाएँ यो पनि मिलेन माथि नि पास्ट टेन्स थियो त्यही भएर नमिलेको अनि इन्टरनेट उरो छप्छु हाल्छु इसायो इन्टरनेटबाट दर्ता गर्न सकिन्छ भाग लिनुहुन्न भनेर कसैले सोध्यो इन्टरनेटबाट दर्ता गर्न सकिन्छ चित्तबुद्ध उत्तर भएन के भाग लिने र नलिने यसले पनि जनाएन उत्तरै देखेन त्यही भएर मिल्ने नै 2 नम्बर हो गीत राम्रो गाउन जान्दिन त्यही भएर हो नि त भाग नलिएको त्यसले कारण बतायो अब 5 को सुन्नुस् त ल अडियो सँगसँगै मैले नेपालीमा भनौँला है 5번. 다라 씨는 어느 반이에요? कुन क्लास हो अरे 1. अनुफान 상담을 받아봤어요. परामर्श लिएर आए 2. लिएर 중급반에서 공부해요. मध्यम खालको क्लासमा 3. पढ्छु 무료 진료 서비스도 있어요. सित्तैमा उपचार गर्ने सर्भिस 4. छ 통역 서비스를 이용해 बो세요. दोभाषे सर्भिस लिई हेर्नुस् ल तपाईले कुन चाहिँ हुन्छ 2 नम्बर हुन्छ क्लियर उत्तर छ 2 नम्बर हुन्छ अब बुझ्दै बुझ्नु भएन भने अडियोबाटै जानियो फेरि अडियोमा तपाईले नबुझेको कुरा नेपालीमा लेखेर राख्नी हो यहाँ थारासिनोन अनुफानियो कुन क्लास फान भनेकै क्लास हो आधा मात्रै होइन क्लास पनि हो फान्सिनको मैले हिजो कि अस्ति पनि भनेको थिएँ त्यही भएर अनुफान कुन क्लास इयो हो तपाई चाहिँ कुन क्लासमा पढ्ने हो भनेर सोधेको हो यो तपाई कुन क्लास हो भनेको कुन चाहिँ क्लासमा पढ्नुहुन्छ बेसिक क्लास इन्टरमिडिएट क्लास अथवा कम्प्युटर शिक्षाको कुन चाहिँ क्लास अब क्लासको कुरा गरिरह कुन क्लास उत्तर दिनेले चाहिँ साङडाङबोल फादा फासायो परामर्श लि हेरे भनेको लिगे भन्न खोजेको परामर्श लिगे मैले त लिगी हेरे परामर्श लिगे भन्न खोजेको कुन क्लास हो परामर्श लिगे सुहाउँदैन नि त अनि छुङ्गो फानेछ खोङ्बुयो मध्यम खालको क्लास इन्टरमिडिएट क्लासमा चाहिँ अध्ययन गर्छु बेसिक पनि होइन छोगुप पनि होइन खोगुप पनि होइन एडभान्स पनि होइन छुङ्गुप हो कुन क्लास हो भन्दाखेरि इन्टरमिडिएट क्लास हो यो चाहिँ मिल्यो अनि अर्को मुर्यो छिल्लो सर्भिसुदो इस्सयो निशुल्क उपचार सेवा पनि त छ कुन क्लास हो निशुल्क उपचार सेवा पनि त छ यही मिल्छ त नि यो अनि होम अप सर्भिस रोल इयोङ हे खोसेयो दोभाषे सेवा प्रयोग गरी हेर्नुस् न भन्न खोजेको यो कुन क्लासमा हो त मलाई भाषाको समस्या छ के गरौँ भनेर भन्यो भने बल्ल यस्तो गरी हेर्नुस् आउने हो यो त मिल्दै मिल्दैन ल यसरी यहाँसम्म हामीले थुत्केसम्म गरियो